हेलो गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ मेरो फर्स्ट भिडियो बन्नेवाला छ, त्यसैले म सबै कुरा देखाउनेवाला छु हजुरहरूलाई। किनकि यहाँ हाम्रो चाहिँ किचन यो छ, हजुरले देख्न सक्छु पुरा। यता चाहिँ मेरो सेक्सन छ, यो चाहिँ किचन हो, यो चाहिँ कन्ट्री हो, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ इन्डियन हो, यो इन्डियन हो। अनि यता चाहिँ तन्दुर, यो टक्क लगाएर बोमबास बनाउँदैछ यता साथीहरूले। यो चाहिँ मेरो उत्तराखण्डको साथी हो। उसको बाद यतातिर मैले डिमसिम टक्क बनाइरहेको छु। बाँकी त हजुर यो चाहिँ म डिमसिमको पत्ता बेलिरहेको छु। यो डो रहेको छ पटेटो स्टार्च अनि विथ स्टार्चको। यो चाहिँ हजुरहरूलाई यो फिलिङको कसरी बन्छ के हाल्नुपर्छ यो चाहिँ नेक्स्ट ब्लगमा सबै कुरा भन्नेवाला छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हुनेवाला छ। हेर्नु, सबभन्दा पहिला फोल्डिङ चाहिँ यस्तरी औँला राख्नुपर्छ, त्यसपछि यस्तरी चिप्काइदिएर टक्क दुईतिर आटा तान्दै जानुपर्छ अनि चिप्काउँदै जानुपर्छ। अनि यो चाहिँ यस्तरी फोल्डिङ भइसकेपछि सेम त्यसै गरी यताबाट भने टक्क यस्तरी चिप्काएर ओरेर हेर्नु यस्तो राम्रो बनेको छ। यो चाहिँ हेलो गाइस, यो चाहिँ 3 मसरुम डम्पलिङ हो जो कि अहिले मैले बनाउँदैछु।